अब चाहिँ हामी स्विमिङ कस्ट्युम ल्याउन जाँदैछौँ भन्नु त अघि भनेको थिएँ मैले हो फेरि पनि भनिदिएको कि यो जिन्स चाहिँ लाएर नआउनु टालिदिँदो रहेछ पुरा गरमले यहाँ त विन्टर जग्गामा विन्टरको टाइममा आउँदा पनि ठिकै हुनेछ है यहाँ चाहिँ रिल्स गर्दा अहिले बोकिराख न अन्त हुन्छ त अन्त मजा होइन एकैचोटि हाफ प्यान्ट लगाएर आएको भन हुन्छ हौ लिएको छु हाफ प्यान्ट लिएको छु ट्राइपडहरू पनि सबै चाहिन्छ होइन म नि यही बोक्छु ल अब के गर्नु ब्यागै बोकिदिन्छु अब चाहिँ हामी स्विमिङ गर्नुको लागि चाहिँ यहाँनिर लिएर चाहिँ जाँदैछौँ है हाफ प्यान्टहरू छ यहाँनिर चाहिँ अब चाहिँ यो चेन्जिङ रुमतिर लागेको चेन्ज गर्ने रुमहरू छ आसफले चाहिँ नलेर लड्डी भयो हो म चाहिँ अब सर्ट्स लगाएर आउँछु खेलौँ भनेको यो चाहिँ ग्रिन पार्क ओके यहाँबाट चाहिँ गएर चाहिँ फेरेर आउनेवाला छु चेन्जिङ रुम है यो चाहिँ चेन्ज गर्नुपर्ने छ यहाँनिर चेन्ज गर्नु गएको म कस्ट्युमहरू देखाऊ बहिनी सुज राख्ने चाहिँ यहाँ रहेछ यहाँ छ स्विमिङ चाहिँ ल डाइभ गर डुब्नु रहेछ यता छैन उयो रहेछ यता आउनु न बिचमा यता रहेछ गएर यस्तो खालको चाहिँ क्या खुट्टा यस्तो उयो गऱ्यो होइन अब चाहिँ वाक्कै भयो खेलेर जुत्ता बोकेर यहाँ 3 जना जाँदैछ बात मारिरहेको छ यहाँ वेदर चाहिँ यस्तो भएको छ अहिले शीतल भएको छ अब चाहिँ यहाँ पर आउँदैछ 2 जना रेडी हुँदैछ जिप लाइनिङ यस्तो रहेछ यहाँनिर चाहिँ जिप लाइन अम्बो मजाको रहेछ हो ए यहाँबाट रहेछ है पहाडी त्यो जग्गा कुन चाहिँ हो यो पहाडी हजुर ए हजुर यो बेरदाङदेखि लिएर चाहिँ यहाँ टक्कै किचेडुङ्गर आइपुग्ने रहेछ है ए हजुर यो रङ्गीत रहेछ है अस्ति यहाँनिर पुरा डरलाग्दो लिची फलेको थियो नि त्यो चाहिँ किन हो हजुर ए हजुर ए यो रहेछ अस्ति लिची पुरा डरलाग्दो इन्स्टाग्राममा पुरा देखेको थिएँ अब लिचीको बोट आँपको बोट
यस्तो रहेछ यहाँ चाहिँ मलाई पुरा डर लाग्छ नि त हाइटको भिडियो सुट यहाँ रहेछ यस्तो उतालाको चाहिँ रङ्गीत रहेछ रङ्गीत रहेछ पुरा डर लाग्यो उहाँहरूकै हो त्यहाँमा झऱ्यो भने चाहिँ त ऊ खोलामा म त उकालो आउनु पनि साह्रो पऱ्यो डरले अन्धेर आएछ यो चाहिँ राम्रो आएको छ नि यो उज्यालो पनि आएको मलाई चाहिँ यति बेला त हाइटको गएको छ कि म चाहिँ डरले मरिगयो कसरी जानुपर्ने यहाँ चाहिँ अब तिम्रो त्यो चप्पल पक्लो छ कि नगरौँ हौ कस्तो डरलाग्दो रहेछ यस्तो रहेछ है ओह्रालो झर्ने चाहिँ डरलाग्दो खतरा है तर हामीलाई अलिक राति भएर डर लाग्यो होला है मलाई चाहिँ होइन हाइटको पुरा डर उयो छ नि त डर लाग्छ नि त हाइटकोसँग चढ्न सक्दिनँ टक्कै आइपुग्दो रहेछ यहाँ माथिबाट चाहिँ उता जाने पारी जाने यहाँबाट चाहिँ यता आउने रहेछ यहाँ चाहिँ टक्कै यहाँ आइपुग्छ त्यस्तो रहेछ हौ हामीले देखेको पो रहेछ त हौ ठाउँहरू एक्सप्लोर नगरेको पो रहेछ त हौ एक्सप्लोर गरियो आज मजा आयो है अब चाहिँ हामी यसरी रात दिउँ कति बजी आएको थियौँ हामी के साह्रो फोटो मात्रै खिचेको हो आयो घर छ एउटा खिचिदिनु न एउटा अन्धेर आयो नि हातभरि यहाँनिर यहाँ त होस् यहीँ खिचिदिनु ल जाऊ 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 जान्छ एङ्गल मेमोरी यस्तो मजाको छ है यहाँ पर रेस्टुरेन्ट हो टक्कै यो गार्डन ग्रिन पार्क यहाँ हामी चाहिँ अब लागेको घरतर्फ नाम्चीतर्फ इच्छा गरेको थियो तर भएन है नेक्स्ट टाइम आउने नेक्स्ट टाइम एकदम भिजिट गर्ने एकदम राम्रो रहेछ पिछुडुङ्ग्रा है अनि एकदम दामी यहाँ चाहिँ भर्खरै ओपन भएको कारणले गर्दाखेरि अझै मजाले बनाउनु हुँदैन रहेछ सरले तर एकदम राम्रो आजको त हाम्रो दिन चाहिँ एकदम राम्रो भयो सुनेको कराएको मेरो बुढा पप एन्ड बार चाहिँ यही होला है तलको पप एन्ड बार यहाँ रहेछ अब हामी चाहिँ लाग्नु न ठिकै तर्फ नाम्ची ओहो गाइस म भिडियो गर्छु ल आया चेप्टेर 1 2 3 गो दादा हाई गर हेलो या हेलो मात्रै गर्नु पाएँ त नि दादा है मात्रै भएर पाएँ त कस्तो मजा आयो तर यता ब्याग देख्दैछ भयो फुल हुन्छ मेमोरी भयो
के साह्रो खतरा हो हिँड्नु प्रब्लम हुन्छ भने